हेलो साथीहरू नमस्ते। के छ हजुरको हालखबर? सन्चै हुनुहुन्छ? आज चाहिँ म बिहान उठेँ। मेरो घरमा सासू मम्मी बिरामी हुनुहुन्छ। उहाँलाई चेकअप गराउन म चाहिँ नेपालगञ्ज लगाउन लागेको छु साथीहरू। अनि यतातिर अलि धेरै हस्पिटल छैन। हाम्रो यतातिर मेडिकलहरू मात्रै छ। मेडिकलमा अन्त सबै चेकहरू हुँदैन नि त, एक्सरेहरू केही पनि हुँदैन। मेरो सासू मम्मीलाई चाहिँ हल्का छातीको समस्या छ अनि त्यही भएर यतातिर चेकअप हुँदैन। अनि त्यही भएर म चाहिँ नेपालगञ्ज लगाउन लाग्छु साथीहरू। आज चाहिँ मेरो बिहा पुगेको छ। म चाहिँ दुपट्टा पनि ओढ्न लागेँ। एकदम घाम छ नि त, अनि घाम डाइरेक्ट फेसमा पर्छ अनि त्यही भएर दुपट्टा पनि ओढेँ साथीहरू। आजको मेरो आउटफिट कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गरिदिनुहोस्। अनि साथीहरू हाम्रो गाडी चाहिँ 7:10 आइपुग्नु पर्ने थियो। अनि दिदीले भन्नुहुन्छ छिटो गर, अनि मलाई चाहिँ हतार गर्ने अनि अब चाहिँ भिडियो बनाउँदै भन्दै हाँस्दै हुनुहुन्थ्यो। अनि मैले एकैछिन थोरै भिडियो बनाउँछु भने अनि दिदीले जिस्काउँदै हुनुहुन्थ्यो। अनि म चाहिँ दिदीले जिस्काउनु भएको थियो अनि दिदीको जिस्काएर मैले इग्नोर गर्दै भिडियो अगाडि बढाएँ। अनि हामी चाहिँ अब नेपालगञ्ज 1 घन्टामा पुगिन्छ साथीहरू। हामी चाहिँ गाडीमा जान्छौँ, मम्मीको गाडीमा आउँदै हुनुहुन्छ। हामी भेट भएर जान्छौँ। अनि साथीहरू म हस्पिटल पनि पुगेँ। यो चाहिँ रहेको छ नेपालगञ्जको नर्सिङ होम साथीहरू। हजुरले चिन्नुभएकै होला। अनि सरकारी हस्पिटलमा भिड हुन्छ भनेर यहाँ पनि भिडै थियो। हाम्रो पालो चाहिँ 1 घन्टापछि भनेर हामी चाहिँ अनि उता खाना खानातिर लगेँ मैले चाहिँ मम्मी र दिदीलाई। यहाँ शाकाहारी खाना एकदम राम्रो खाना पाइँदो रहेछ। अनि खाना खाँदै हुनुहुन्छ दिदी र मम्मी चाहिँ। म चाहिँ आज खाना नखाने भनेर आलु पराठा खान मन लाग्यो अनि अर्डर गरिरहेको छु। मेरो चाहिँ बन्दैछ। अनि यता म साइडमा ऐना देखेपछि हेर्ने त कुरै भएन साथीहरू, होइन? राम्रै होस् सानो होस्, ऐना देखेपछि त हेर्नै मन लाग्छ साथीहरू। अनि हामी चाहिँ चेकअप अब रिपोर्ट आउन 1 घन्टा बाँकी छ, त्यही भएर वेट गरिरहेको साथीहरू। मम्मीहरू चाहिँ खाना खाँदै हुनुहुन्छ। मम्मीले खाना खाइसक्नुभयो, मेरो चाहिँ आएकै छैन है साथीहरू। म चाहिँ वेट गरेको छु। आजलाई यति नै, बाई बाई, लभ यु अल।